नमस्कार, म कपाल झरेर हैरान भएको। यो विधि प्रयोग गर्न लागेदेखि चाहिँ कपाल झर्न र फुल्न दुवै कम भएको छ। 1 चम्चा अनदीको चामल, 1 चम्चा आलस यसरी पखालेर रातभरि भिजाउँछु र अर्को कचौरामा मेथी 1 चम्चा भिजाउँछु। यो दुईटालाई मिक्स गरेर एकछिन उमालेर यसरी छानेर एउटा भाँडामा राख्छु मैले। र अर्को प्यानमा चाहिँ सुकेको पियाज, 1 चम्चा चियापत्ती, थोरै कफी र ल्वाङ राखेर यसलाई पनि छान्छु। र यो दुईटालाई मिक्स गरेर चिसो भएपछि मेहन्दी राखेर मजाले घोलेर रातभरि भिजाउँछु र अर्को दिन चाहिँ बिहान चाहिँ मैले 10 बजेपछि बिहान मैले यो कपालमा लगाउँछु र यो बाँकी मिक्सरलाई चाहिँ मिक्सरमा ग्राइन्ड गरेर मेहन्दी लगाइसकेपछि लगाउँछु। यो मेहन्दी अर्को दिन मैले लगाएँ र समयअनुसार मैले प्राय 2 देखि 4 घण्टा राख्छु। समय कति छ त्यो अनुसार। त्यसपछि मैले पखाल्छु अनि पखालिसकेपछि मेरो यस्तो हुन्छ। र बाँकी रहेको यो मेथी, चामल र आलसलाई मिक्सरमा मसिनो बनाएर अनि कोकोनट आयल र 1 चम्चा दही राखेर पुरा मजाले घोलेर फेटेर मेहन्दी लगाएको अर्को दिन चाहिँ राख्छु। यो चाहिँ मैले 1 देखि 2 घण्टा मात्र राख्छु, धेरै राख्दिनँ। यो गर्न लागेको मैले 6 महिना भयो र मेरो कपाल झर्न नि एकदमै कम भएको छ। मेरो कपाल पहिलेदेखि नै पातलो हो र फुल्ने प्रक्रिया नि एकदम कम भएको छ। अनि एकदमै इफेक्टिभ लागेर हजुरहरूसँग चाहिँ सेयर गरेको। अनि यो चाहिँ मलाई एकदमै मन पर्यो र मलाई सेयर गर्न मन लाग्यो। थ्याङ्क यू।